हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा हेर सबैजनालाई। आई होप यहाँ सबैजना सन्चै राम्रै हुनुहुन्छ। म चाहिँ गाउँमा, आज गाउँको बसाइ डे 2 हैन। सबैजनालाई स्वागत छ। त मेरो बाबा हुनुहुन्छ। बाबा चाहिँ आज कुकमेन स्पेशल पकाउँदै हुनुहुन्छ। बाबाले चाहिँ यता माछा पकाउँदै हुनुहुन्छ हैन। अब आजको कुकमेन म चाहिँ यता बसिरहेको छु यत्तिकै। अलि मौसम त्यस्तो राम्रो छैन कि मेरो क्यामेराको क्वालिटी नै झोराएको हो कि यस्तो फिलिङ्स हानिरहेछ है। यस्तो छ पारीको मौसम है। पारीको मौसम यस्तो छ। बुबस कुकुर हाम्रो यस्तै छ गाउँतिर। ठ्याक्क लाएर रमाइलो भइरहेछ, रिफ्रेसमेन्ट टाइपको। सो यहाँहरूको गाउँतिर कस्तो भइरहेछ बसाइ? सबैजना पक्कै नै गाउँ जानुभयो होला भोट हाल्नको लागि। म पनि गाउँ आइसकेको छु हैन। मम्मी माथि पानी हाल्दा हुन्छ गर्दा। हेलो ओए ओए नो ओ बुबास चिन्नको पछि श्याम त थपको बस्छ। ओहो अहिले चाहिँ कुरा चाहिँ छैन, सानो सानो कुराहरू छ, चल्लाहरू। भित्र चाहिँ खसी छ, खसी बोका बोका हेर्ने हो गाइज। 1 2 3 4 चारवटा खसी। खसी छ यता चाहिँ है तरिका। बाबा आमाको उपलब्धि। मेरो बाइक, अङ्कलको घर, अङ्कलको घर। बाख्राहरू यता हुन्छ, पाठै पाठो छ अहिले चाहिँ। जस 8-9वटा खसी र सानो सानो बच्चाहरू, माउ छ 3-4वटा। त्यही हो, हामी अब खाना खान्छौँ। त्यसपछि कामहरू के छ, काम भए काम गर्छौँ हैन। त्यही हो, आजको दिनचर्या चाहिँ सुरु भइसकेको छ। हामी देखाउँछौँ के गर्छौँ आज भनेर है त। बाई बाई। ल है, मम्मीले खाना हाल्दै हुनुहुन्छ। यहाँ हाम्रो माछा पकाउनु भएको छ हाम्रो कुकमेन बाबु सरले। मम्मी त यता रमाइ त बाबु सरको माछा। अच्छा आलू खुवाना कि तो कि तो छिमोना कि तो कि तो माछा है। ल हुन्छ आजको खाना। यसलाई त भोक लागेछ है, बासी भात खाँदैछ। कान्छी कान्छी हामी खाना खान्छौँ अब। हाम्रो भात, मम्मीको भात दाल। कस्तो रहेछ बाबा माछा? मिठो छ। बाबा देब्रे हातले खाँदै हुनुहुन्छ। ट्याक्ला ल मोही पनि फेरि मोही खाने नि 1 गिलास त फेरि बाबा 1 लिटरको नसक्नु। खानुस् मम्मी। अब हामी खान्छौँ भात। बाबाले पकाएको चाखामै त अलिकति पहिला सुरुमा बिरालोलाई दिन पऱ्यो, कराक कराक गरे हो। त्यसको भाँडा त लात्ती हान्दिनु। A few moments later. साथीहरू
हामी त मल बोक्दैछौँ है गाउँ आइयो भात खाइयो रेस्ट गरियो अब मल बोक्ने काम एकैछिन मम्मी बाबा गइसक्नु भयो म चाहिँ पछाडि मल बोक्दैछु है पसिना निकाल्नु पर्यो एकछिन त्यही हो आज हामी सबैजना मिलेर मोमो बनाउँदैछौँ बाबा यता मेरो बाबाले कान्छ बाबा मेरो मोमो बनाउँदै हुनुहुन्छ म चाहिँ पेल्नी मास्टर यता कलारै बाबाले चाहिँ बनाउँदै हुनुहुन्छ अचार पिन्ने मास्टर नि तल साग मास्टर फेरि हरियो सागपात हामी बनाउँदैछौँ है यस्तो राम्रो बनाउनु भयो बाबाले दामी बनाउने मान्छे त यस्तो राम्रो बनाउँछ है हाम्रो बाउले दामी भयो यस्तो भएको छ हाम्रो मोमो वाउ मम्मीको चटनी चटनी कस्तो भयो घोल नै छ चाख्छ है घोल याद दिएको छ मनहरमा त फेरि मिठो ल है हाम्रो मोमो रेडी भइसक्यो यता बाबु सर यता चन्द्र बाबा सर मोमो पार्टी ल खानुहोस् ल आमा खाए हजुर नै हालेर खानु ल सँगै खाने कस्तो मिठो हो पापा ए तिमी निस्किए राम्रो रहेछ त्यो गोलगोला किने बे अर्गानिक तर किने अर्गानिक टमाटर भएर हो बाजी मिठो मिठो बाबा भाइ सुप आयो मोबाइल सुप चिकन सुप सुप ल्याउनु न लिएको भयो बाबु सर चुनाव लागेन तठालको होला मिम्मोरो मियारे रह मोमो पछिको खाना हेता पन्ना खानु होला चटनी यतै लोकल साग आउँदैन आएको हेर्नु निरो लाउँछ मम्मी झोल मोमो खाँदै झोल मोमो हो क्या मेरो ओहो मिठो बहा फेभरेट मम्मीको अन्त फिनिस ओके साथीहरू टन्न खाइयो है आजको दिनचर्या त्यस्तै भयो बिहान उठ्यो है हल्का फुल्का काम मल ओसारियो अलिअलि थाकी भयो नसकी भयो नि हिँडेर म त छु नि त त्यही भएर सो गिभ माई बेस्ट त्यही हो मोमोसोमो बनाएर खाइयो सबैजना फ्यामिलीहरू भएर मिलेर अनि त्यही अब चाहिँ हामी सुत्ने तयारीमा छौँ सो म चाहिँ यो भिडियो एडिट गरेर आजै हाल्ने कोसिस गर्छु सो सक्नुहुन्छ भने हेरेर माया गरेर साथ दिनु होला बिस्तारमा चाहिँ आइसकेको छु अब एडिट गर्छु सो त्यही हो सबैजनालाई बाई बाई लभ यु अल यस्तै माया गरिराख्नु होला जय देश थ्याङ्क यू सो मच